नमस्कार। आज हामी तपाईहरुलाई जगन्नाथ होरा कसरी डाउनलोड गर्ने र कसरी चलाउने भन्ने विषयमा तपाईहरुलाई भन्न गइरहेको छौं। यसको लागि सबैभन्दा पहिला तपाईहरुले कुनै पनि आफ्नो वेब ब्राउजरलाई चाहिँ ओपन गर्नुपर्छ। मैले यहाँनिर ब्रेभलाई ओपन गरे। ब्रेभ ओपन भइसकेपछि सबभन्दा पहिला तपाईलाई यदि जगन्नाथ होरा डाउनलोड गर्ने वेबसाइट थाहा छैन भने तपाईले गुगलमा गएर खोज्न सक्नुहुन्छ। google.com टाइप गरे गुगल आयो। त्यसपछि जगन्नाथ होरा भनेर टाइप गरेर इन्टर गरिदिनुस्। इन्टर गरिसकेपछि सबैभन्दा पहिलो यो वेबसाइटको आउँछ vedicastrologer.org। यसलाई क्लिक गर्नुस्। यो क्लिक गरिसकेपछि यो पेज खुल्छ तपाईको। यो खुलिसकेपछि यहाँनिर डाउनलोड अप्सन छ। यो डाउनलोड अप्सनलाई थिच्नुस् र यहाँनिर तीनवटा अप्सन मध्ये अन्तिम अप्सन 3 नम्बरको जगन्नाथ होरा फुल इन्स्टल जिप भन्ने डाउनलोड गर्नुस्। 102 MB को डाउनलोड गर्नुस्। यो डाउनलोड गर्दाखेरि तपाईको कतिको स्पिड छ सर्भर इन्टरनेट त्यो हिसाबमा भर पर्छ। यहाँनिर डाउनलोड हुँदैछ। डाउनलोडिङ प्रोसेसमा छ। लगभग यसले अब 5 मिनेट देखाइरहेछ। 4 3 2 जति तपाईको इन्टरनेट स्पिड छ त्यो हिसाबले त्यति छिटो नै डाउनलोड हुँदै जान्छ। अब यो अहिले डाउनलोड हुँदैछ तत्काललाई। र तबसम्म हामी यहाँनिर तपाईलाई थोरै यसको बारेमा भन्नेछु। यो जगन्नाथ होरा पीवीआर नरसिंह राव सरले डिजाइन गर्नुभएको यो फ्री वैदिक एस्ट्रोलोजी सफ्टवेयर हो। यसको भर्जन अहिले 8.0 चलिरहेछ जसमा हामीलाई चाहिने सबै क्याल्कुलेसन त्यसमा छ। केपी जेमिनी वैदिकको पराशर्य अष्टक वर्ग सबै यसमा पाउँछ। हामीले थोरै चलाउन सिक्नुपर्छ। उहाँ नै हुनुहुन्छ। उहाँले सफ्टवेयर बनाउनु भएको। हेरौँ कति भएछ हाम्रो 33 सेकेन्ड छ। अब हाम्रो फाइल डाउनलोड भइसकेको छ। यो डाउनलोड फाइल डाउनलोड अप्सनमा छ। हामी त्यहाँ जान्छौँ। यो डाइरेक्ट खुलेको छ। यसलाई मिनिमाइज गरौँ। तपाईको प्राय यहाँनिर फर्स्ट फोल्डरमा हुन्छ। यो फर्स्ट फोल्डर भित्र यहाँ डाउनलोड देब्रेपट्टि डाउनलोड अप्सन छ। यहाँनिर हुन्छ जगन्नाथ होरा। यसलाई डबल क्लिक गरिदिनुस् र यसलाई डबल क्लिक गरेर इन्स्टल गरिदिनुस्। अब इन्स्टल गर्नभन्दा अगाडि तपाईको एउटा सेटअप विजार्ड खुल्छ। यसलाई नेक्स्ट गरिदिनुस् र यसमा आई एक्सेप्ट एग्रीमेन्टमा गर्नुस्। नेक्स्ट गरिदिनुस् र इन्स्टल गरिदिनुस्। अब तपाईको इन्स्टल हुँदैछ। यहाँनिर हेर्दै जाउँ। यो इन्स्टल भयो। यसलाई लन्च नगरिकन पहिला यसलाई अनपिक गरेर फिनिश गरौँ। एकचोटि मैले ल्यापटपलाई रिफ्रेस गरेँ र जगन्नाथ होरा क्लिक गरेँ। जगन्नाथ होरा क्लिक गर्ने बित्तिकै तपाईको अहिले यस्तो सेटिङ हुन्छ। र सुरुमा तपाईको कस्तो सेटिङ आउँछ भन्दाखेरि तपाईहरुले इन्स्टल गर्दाखेरि चाहिँ यस्तो सेटिङ आउँछ है। त्यो पनि यो साउथ इन्डियनमा आउँछ। मैले यहाँ थोरै चेन्ज गर्दै तपाईको कस्तोमा देखिन्छ भन्ने कुरा यस्तोमा देखिन्छ। अब यसलाई यो त दक्षिण भारतीय तरिकाले चिना बनाएको भयो। यसलाई सबभन्दा पहिला उत्तर भारतीयमा लानको लागि चाहिँ प्रिफरेन्समा जाने। प्रिफरेन्समा पनि डिस्प्लेमा पनि अब यो तपाईको साउथ इन्डियन चार्टलाई अब हामी तपाईलाई यो दक्षिण भारतीयबाट उत्तर भारतीयतर्फ कसरी लैजाने भन्ने कुरामा लाग्छौं। पहिला यसको लागि पहिला प्रिफरेन्समा जाने, रिलेटेड टु डिस्प्लेमा जाने र फर्स्टमा चाहिँ चार्ट स्टाइल एन्ड ल्याङ्ग्वेज भन्ने छ त्यहाँ जाने। र अब तपाईलाई इंग्लिशमै राख्दा पनि भइगयो। यसमा हिन्दी भनेर राख्दाखेरि पनि हुन्छ। र दोस्रोमा छ साउथ इन्डियन रेगुलर भन्ने छ। त्यसलाई नर्थ इन्डियन डायमन्ड चार्ट बनाइदिने। ओके गरिदिने। अब नर्थ इन्डियनमा आयो। अब यसमा पनि अझै पनि धेरैवटा छ। धेरैवटा मध्ये के गर्नु पर्यो भने कुनै एउटा
मा चाहिँ कर्सर राख्दिने र राइट माउस क्लिक गरिदिने, दाहिनेपट्टिको माउस राइट माउस क्लिक गर्ने र सबैभन्दा अन्तिमपट्टि यहाँनिर अप्सन छ त्यसलाई चुज गर्दै जाने। अनि यो टर्न अफ प्याक्ड चार्ट मोड भन्ने छ, यसलाई चाहिँ टर्न अफ गरिदिने र यो एकचोटि फेरि रिस्टार्ट हुन्छ, तपाईँले फेरि खोल्नुपर्छ, अफ हुन्छ फेरि अन गर्नुपर्छ। अब तपाईँको चाहिँ जम्मा यहाँ दुईवटा मात्र देखियो, एउटा नवांश एउटा राशि कुण्डली। अब यसमा केपीको लागि के गर्ने त? सबैभन्दा पहिला केपीको लागि कहाँ जाने भन्दाखेरि यहाँनिर जाने, तलपट्टि हाउसमा क्लिक गर्ने र यहाँनिर कुनै एउटा घरमा क्लिक गरिदिने र राइट माउस फेरि क्लिक गर्ने। यो इक्वल राशि हाउस भन्नेमा हुन्छ या इक्वल हाउसेसमा हुन्छ, त्यसको सट्टामा हामीले यहाँनिर प्लासिडियस हाउस भनेर थिच्दिने। त्यसै फेरि एकचोटि क्लिक गर्ने र यतापट्टि एसेन्डेन्ट इज द स्टार्ट अफ द फर्स्ट हाउस, यो क्लिक गरिदिने। यो तयार हुन्छ। यो भइसके पछाडि अब यसको तलपट्टि केपी भन्ने हुन्छ, केपीमा तपाईँको लगभग नक्षत्र सबै आएको छ, हरेक भावको, द्वितीय तृतीयको, सूर्य चन्द्रमाको। अनि यतापट्टि हाउसेसमा जानुभयो भने हरेक भाव कुनबाट स्टार्ट छ भन्ने कुरा देखाउँछ। अब फेरि यहाँनिर के इन्फर्मेसन जानुभयो भने यहाँ नर्मल भयो। अब तपाईँहरूले थोरै यसमा चलाउनलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि फेरि यसमा राइट माउस क्लिक गरिदिने र तपाईँलाई भावचालित बनाउनु छ भने यहाँ सेकेन्ड नम्बर छ भावचालित भनेर बनाइदिए पछाडि भावचालित कुण्डली बन्छ। भावचालित बन्दाखेरि यहाँ फेरि एकचोटि राइट माउस क्लिक गरे पछाडि बेस्ड अन राशि चार्ट या तलपट्टि चुज गर्ने, यो मुनबाट नभएर चाहिँ लग्नबाट गर्नुपर्छ। लग्न क्लिक गरिदिए पछाडि ओके गरिदिने, लग्नको आधारमा भावचालित बन्यो। यो केपीको आधारमा बन्यो तपाईँ। अब यसमा डाटा इन्ट्री कसरी गर्ने, यसको लागि सबैभन्दा पहिला यतापट्टि यो डाटा छ, डाटामा थिच्दिने। यहाँ अङ्ग्रेजी मिति हाल्नुहोस्, कुनै एउटा मिति हालिदिए, अङ्ग्रेजी मिति लिन्छ यसले, हालिदिए। समय मैले राखिदिएँ, 24 घन्टाको फर्मेटमा राख्दा पनि हुन्छ। 00 गरिदिएँ, मेल र फिमेल छुट्याइदिनुहोस्। अनि त्यस पछाडि तपाईँको कुन ठाउँ हो, जस्तै यो भयो गुना भन्ने ठाउँ छ। गुना भन्यो भने यो इन्डियाको हो, युएसएको होइन। इन्डियाको हो भने यसलाई यहाँ जानुहोस्, अल द कन्ट्रिज एक्सेप्ट युएसए, युएसए बाहेक सबै कन्ट्री यसमा खोज्न पाइन्छ भनेको। यसमा गए पछाडि इन्डियाको आई थिच्दिनु भयो भने आईबाट सुरु हुन्छ र इन्डिया क्लिक गरिदिनुहोस्। अनि यो दोस्रो बटन रेस्ट अफ द वर्ल्ड भन्ने थिच्दिनुहोस्। यो थिच्ने बित्तिकै यो गुना भन्ने आउँछ, ओके गरिदिने बित्तिकै तपाईँको भावचालित कुण्डली तयार भयो। यो भावचालित भयो। अब यसलाई फेरि राशि कुण्डली बनाउन मन छ भने राइट माउस क्लिक गर्नुहोस्, राशि चक्र भनेर भनिदिनुहोस्, राशि कुण्डली भनेर। यसरी तपाईँले केपीको चार्ट यसमा बनाउन सक्नुहुन्छ। यसमा अब दशा कसरी हेर्ने, दशाको लागि बेसिक स्ट्रेन्थ दशा भन्ने छ। अब दशाको लागि यहाँ क्लिक छ, दशा महादशा भयो, यसमै क्लिक गर्नु भने अन्तर्दशा चलेको देखाउँछ। अझै क्लिक गर्नु भने प्रत्यन्तर, अझै क्लिक सूक्ष्म, अझै प्राण देहसम्म आउँछ। यो तपाईँले दशा हेर्न पाउनुभयो। अब यसमा वैदिक स्टाइलले पनि हेर्न पाउनुहुन्छ थोरै, तर यसमा चाहिँ केपीमा काम गर्नुभन्दा अगाडि तपाईँले यो डाटा भन्ने जुन छ, यो डाटाको देब्रेपट्टि रातो र निलो छ, यसमा चाहिँ क्लिक गरिदिनुहोस्, दृक सिद्धान्त चुज गरिदिनुहोस् र ओके गर्नुहोस्। अनि केपी छान्नुहोस्, तपाईँको ट्रु लहरी भन्ने आउन सक्छ। यसमा तलपट्टि केपी भन्ने छान्नुभयो भने केपी सिद्धान्तमा आधारित भयो। र तपाईँलाई वैदिकको स्टाइल हेर्न मन छ भने सूर्य सिद्धान्त यहाँ थिच्ने, ओके गर्ने, फेरि पनि ओके गर्ने, सूर्य सिद्धान्तमा जान्छ। तर हामीले अहिले केपीको लागि हो भने दृकभित्र जाने, यसलाई ओके थिच्ने अनि सूर्य सिद्धान्तलाई चेन्ज गरेर केपीमा चेन्ज गर्ने, ओके गरिदिने, केपी अनुसार आयो। अब यो एकचोटि यो विंशोत्तरीमा थिच्दिए पछाडि महादशाको लिस्ट आउँछ। तपाईँलाई महादशा हेर्नु छैन, तपाईँलाई त्रिभागी दशा हेर्नु छ भने राइट माउस क्लिक गर्नुहोस्, युज त्रिभागी भेरिएसन भन्ने आउँछ, त्रिभागी क्लिक गरिदिनुहोस्। त्रिभागी दशा आयो। होइन त्रिभागी हेर्नु छैन, मलाई महादशा विंशोत्तरी महादशा नै हेर्नु छ भने फेरि यसलाई क्लिक गरिदिनुहोस्, विंशोत्तरी महादशा अनटिक गरिदिनुहोस् है, यसलाई चाहिँ हटाइदिनुहोस्। विंशोत्तरी महादशा आयो, फेरि राइट माउस क्लिक गरिदिनुहोस्। योगिनी दशा पनि हेर्न पाउनुभयो, योगिनी दशा। यसमा चाहिँ योगिनीमा चाहिँ ग्रहको नाम मात्र दिएको छ। फेरि विंशोत्तरी दशामा गए,
यसरी तपाईँले दशाहरू पनि यहाँबाट चेक गर्न सक्नुहुन्छ। बेसिक छ यहाँनिर, स्ट्रेन्थ दशा ग्रहहरूको बल दिएको छ यसमा। अब तपाईँलाई पञ्चाङ्ग हेर्न मन लाग्यो भने यहाँनिर मिसेलेनी भन्ने छ, क्लिक गर्नुहोस् र तलपट्टि पञ्चाङ्ग भन्ने छ। त्यो ठाउँको पञ्चाङ्ग के हो त्यो दिनको देखाउँछ, के बार के सबै देखाउँछ। अब अर्को कुरा, डाटामा क्लिक गर्नुहोस् र तपाईँ जहाँ बसिरहनु भएको छ, जस्तै म अहिले लाहानमा बसिरहेको छु, लाहान नेपालमा पर्छ भने मैले यहाँ क्लिक गरेँ, एन थिचिदिएँ, नेपाल इन्टर गरेँ, रेस्ट अफ द वर्ल्डमा थिचिदिएँ, लाहान आयो, के गरेँ। अब लाहानलाई डिफल्ट बनाउनु छ, जतिखेर खोल्दा पनि लाहान नै आओस् अथवा तपाईँ बसेको ठाउँको लोकेसन आओस् भन्ने चाहनुहुन्छ भने तपाईँले कहाँ जानुहोस् भन्दाखेरि प्रिफरेन्समा जानुहोस् अनि यो जुन छ सेट करेन्ट लोकेसन एज अ डिफल्ट, यसमा क्लिक गरिदिनु भयो भने अब जहिले पनि यो कुण्डली खोल्नुहुन्छ त लाहानको लोकेसनमा खुल्छ। अब मैले एकचोटि यसलाई गरेँ, यसलाई नो गरेँ, मलाई सेभ गर्न छैन, फेरि मैले खोलेँ। अब यो खोल्दाखेरि चाहिँ अहिले बजिरहेको छ लगभग 10:28, 10:28को कुण्डली भयो लाहानको। लाहानमा अहिले यो लग्न उदाइरहेछ, नवांश कुण्डली यो भयो भन्ने हुन्छ। अब यसमा धेरै थोक आउन सक्छ, जस्तै BBAL भन्ने आउँछ, GK गुलिक भयो होइन। अब यसलाई कहाँबाट हटाउन सकिन्छ भन्दाखेरि तलपट्टि गएर डिस्प्ले चुज अ भ्यू भन्नेमा गएर यहाँनिर अप्सनल बडी स्ट्यान्डर्डमा जानुहोस् र अदर आरूढ भन्ने हटाइदिनुहोस्। आरूढ लग्न हटाउनुहोस्, होरा लग्न हटाउनुहोस्, श्रीघटी मान्दी गुलिक सबै हटाउनुहोस्, राहु केतुलाई चाहिँ राखिदिनुहोस्। यति राखिदिनु भयो भने तपाईँको यो केपी अनुसार काम गर्छ। अब केपी अनुसार काम गर्न फेरि के गर्ने, यही छिनामै राइट माउस क्लिक गर्ने, भावचलित क्लिक गर्ने, भावचलित बन्यो र फेरि एकचोटि राइट माउस क्लिक गरेर बेस्ड अन राशि भनेको छ, त्यो चाहिँ कहाँबाट चुज गर्नुपर्छ, यहाँबाट चुज रेफरेन्स भन्छ, यहाँबाट सेलेक्ट गर्ने, लग्न गर्ने, ओके गरिदिने, लग्न अनुसार भन्छ। र केपी अनुसार जानु भने लग्नको उपनक्षत्र हामीले शुक्र छ है, शुक्र बुधको नक्षत्रमा, शनिको उपनक्षत्रमा, यसरी पनि हामीले चलाउन सक्छौँ। र यसमा जन्म समय शुद्धिकरण कसरी गर्ने भन्दाखेरि यहाँनिर दिएको छ, यो सेकेन्ड 15 सेकेन्डले पछाडि अगाडि गर्न मिल्छ, मिनटले 1 मिनटले, 1 घन्टाले, 1 दिनले, 1 महिनाले, 1 वर्षको हिसाबले। मैले 1 घन्टाले अगाडि पछाडि गरेँ। अब यो पछाडि जान्छ, यो अगाडि जान्छ, क्लिक पछाडि 1921 भयो, फेरि एकचोटि थिच्यो भने यो 20 हुन्छ, भयो, फेरि एकचोटि थिच्यो भने यो 19 हुन्छ, 1-1 घन्टा पछाडि जान्छ। यसरी तपाईँले काम गर्न सक्नुहुन्छ है। हस् त, आजलाई यति नै, धन्यवाद।